हेलो गाइज एन्ड वेलकम टु माई ब्लग। अनि यो चाहिँ मेरो फर्स्ट ब्लग हो। अनि आज चाहिँ हामी ऐसेलु टिप्न आइरहेको छौँ। अनि कतिलाई थाहा नभए पनि गाउँमा बस्नेहरूलाई थाहा हुन्छ। अनि यो चाहिँ काँडा ऐसेलु होइन है, भुइँ ऐसेलु हो। ओके, म देखाउँछु ल। यहाँनिर ऐसेलु हामीले भेटिसकेको छौँ, अलिअलि भए पनि हो। भरे बी कत्रो ठुलो। सो टिप्न सुरु गरौँ। यहाँको टिपिसकेर अलिक माथि जाने बित्तिकै फेरि ऐसेलु टन्न छ कि। अस्ति पनि म आएर हेरेको थिएँ, धेरै रहेछ ऐसेलु। त्यही भएर आज चाहिँ म आएको, तर धेरै नै अब पुरानो पनि भइसक्यो। पुरानो भयो भन्दा नि बोर्डमै, तर अब ठुलो भएर कसैले नटिपेपछि त कुहिन्छ नि त। सो हेरौँ है त। त्यहाँको टिपिसकेर म अघि बढ्दै, त्यहाँ चाहिँ धेरै थिएन, तर अलिक ठुलै थियो। थोरै भए पनि दुईवटा मात्रै थियो, अरू चाहिँ अलिक नपाकेको थियो। नपाकेको चाहिँ धेरै टिप्नु हुँदैन कि अमिलो हुन्छ, मिठो हुँदैन। सो देखाउँछु ल। पुग्ने आँट्यो। निकै रहेछ, तर यता चाहिँ अलिक सानै रहेछ, त्यही पनि देखाउँछु ल। वो देखो गाइस, यो भरि उ त्यो भरि छ हो। म एकछिनमा टिपेर पनि देखाउँछु ल। यति त टिपौँ पहिला। अनि त्यहाँको टिपेर म यहाँ आइसकेँ। मेन चाहिँ यहाँ हो क्या धेरै हुने चाहिँ, तर अफसोस अस्ति नै आएको भए धेरै हुन्थ्यो होला। अलिक कमै रहेछ अहिले त। सबै त्यो भइसक्यो हो। अघि मैले भनेको थिएँ नि त, किराहरूले खाने के केले खाने, अनि कुहिनेहरू हुन्छ कि। हेर्नु, सबै ऐसेलुको घारी हो। भरि यो सबै रुख्छ नि त। यो चाहिँ होइन फेरि, यो चाहिँ ऐसेलुको बोट हो। यस्तो भित्र हेऱ्यो भने मात्रै भेट्छ, किनभने निकै अग्लो भइसकेको छ कि ऐसेलुको बोटहरू। अनबिलिएबल चाहिँ के छ भने नि, खोज्दाखेरि निकै ठुलो भेटाएँ कि मैले चाहिँ। वाउ, खोजौँ। यो गाडा खोजिसक्छु ल म। देखा छ ऐसेलु कति रहेछ। अलिक त्यहाँबाट राम्रो नदेख्यो होला। टेस्टी छ। यहाँको अलिअलि छोडेर हामी जाँदैछौँ माथितिर। आओ किन त गाडामा देखा छैन। भिडियोमा त खासै राम्रो नदेख्दो रहेछ, बट कत्रो ठुलो छ क्या। भिडियोमा सानो गयो मात्र। वेट, टिपेर देखाउँछ। यत्र छन् के। अझ मैले भेट्दिनँ, माथिबाट आएर मजाले टिपिन्छ। त्यतातिर लागौँ हामी। यता नै रहेछन् हौ अलिअलि। कति धेरै रहेछ क्या यहाँ। जस्ट वेट। टेस्टी छ, टेस्टी। माथिको गरा नपुग्दाखेरि नै मेरो प्लास्टिक भरिन्छ जस्तो छ कि आज। बाटोभरि भेटेछु, गरौँ छ। त्यो भरि अघि देखाएर त्यस्तै झाक्छ हो पनि। के यहाँ छ। ओ माई गॉड, क्यामेराबाट देखाउँदा नदेख्ला है, तर बढी छ झ्याप्पै के। सो यता चाहिँ देख्दो होला अलिअलि। अब क्या है, खासै देख्दैन रहेछ क्यामेराले, मैले थाहा पाए अनुसार। बट छन चाहिँ यहाँ टन्न छ ल। म टिपेर देखाउँछु।
देखो न गाइस, देखो न यो पानी पर्यो यसो जति जाने त्यो चाहिँ मैले चाहिने भन्दा पर्दैन छ कि त्यही भएर यता टिपेको उता टिप्नु भइरहेको छ तर पनि टिप्नु पर्यो अनि तर म आज यो सबै टिपेको भइसक्यो मलाई जति टिप्नु मन लाग्छ त्यति टिपेर गइहाल्छु कि अझै यो बानी यति भरि त पुरा यस्तो छटी छैसुली त्योभन्दा माथि पनि छ क्या अनि त्योभन्दा माथि कत्रो छ कि जुन म खानै सक्दिनँ टिपे पनि खानै सक्दिनँ अनि टिप्न पनि झ्याउँछ कुदिबस्नुपर्छ यतैतिर टिप्न नसकेर व्रत भइरहेको बेला को जान्छ माथितिर होइन सो यहाँको नि म हाफ त छोडेरै जान्छु अनि अर्को पालि आउँदै हो फेरि ब्लग बनाउँछु नि त गाइस मैले सबै आइसोल टिप्नु नसक्ने भएँ त्यही भएर म सबै आइसोल नटिपिकनै घर जाने आँटेको यत्रो टिपिसकेँ अनि के योभन्दा धेरै ऐसेल पनि खानु हुँदैन कि फेरि पेट दुख्छ त्यही भएर त्यतिकै हिँड्छ म चाहिँ यो बारीको टिप्नु सक्ने ल्याएर ऐसेल फर्किन्छु घर आउच म चाहिँ घर आइपुगिसकेँ घर आइपुगिसक्दाखेरि चाहिँ मैले के आधी भन्दा नि धेरै त होइन थोरै सिल चाहिँ खाँदै खाँदै सकेँ यत्रो भयो